Good morning. Welcome to my YouTube channel. This is Dilip Kharel from the Dilip Journey. आज फेरि म अर्को एउटा भिडियो क्रिएट गर्दैछु र सम्भवतः आज त्यो भिडियो खाना सम्बन्धी हुनेछ। विकेन्ड बिहान अलि ढिलोसम्म सुत्यो। आज सबै कुराहरूलाई अफ गरेर हामी आफ्नो स्वाद अनुसारको खाना बनाउने सोचमा अब किचनतिर छिर्यो। यो मेरो किचन हो र श्रीमती रिमा किचनमा केही कुराहरू बनाउँदै छिन्। हेलो रिमा, हाउ आर यु? ओके, आज मेरो लागि तिमीले के खाना बनाउने सोच गरिरहेको छौ? आज शनिबार सम्म सुत्यो अनि मैले आज हजुरलाई बटर चिकन बनाउनलाई तयार गर्दैछौ? तयार गर्दैछु। ओके, यसको लागि मैले चिकनलाई म्यारिनेट गरेँ। म्यारिनेट गरिसक्यौ तिमीले? अनि त्यस पछाडि मसलामा जिरा, धनिया, ल्वाङ, सुकमेल, टमाटर, प्याज सबैलाई ग्राइन्ड गरेँ। यहाँ आधा किलो दही राखेँ, यसलाई पनि ग्राइन्ड गरेर राखेको छु। अब यहाँ आएर मैले चाहिँ कराई बसालेको छु। अब यहाँ चाहिँ चिकनलाई मैले फ्राई गर्छु। ओके, के डिप फ्राई गरेको यो? डिप फ्राई गरेँ। ओके, डिप फ्राई गरेर निकालेर अनि त्यस पछाडि अरू हाल्छु। अब सेकेन्ड म हाल्छु, सेकेन्ड लट हाल्ने। अर्को लट राखिसक्यौ? तर मिठो हुन्छ नि। हजुरलाई मैले जसरी बनाएर दिएँ हजुरलाई पनि मिठो लाग्छ। ओके, त्यो बानी चाहिँ साह्रै राम्रो हजुरको है। के बनाउँदैछौ त? मैले गुन्द्रुक वाउ, आफ्नै बारी गुन्द्रुक, वाउ। यही अमेरिकामा तोरी फलाएर गुन्द्रुक बनाएको गुन्द्रुकको अचार। यहाँ एयर फ्रायरमा मैले टमाटर राखेको छु। ओके, क्यान यु शो मी? निकाल्न सक्छौ? निकाल न, हेरौँ त कस्तो रहेछ, कस्तो भएछ। यसरी टमाटर, यसरी मैले टमाटर, खुर्सानी, लसुनलाई एयर फ्रायरमा मैले रोस्ट गर्छु। अनि त्यस पछाडि अनि गुन्द्रुक भुट्छु मैले। अनि गुन्द्रुक तोरीको तेलमा गुन्द्रुक भुट्छु। अनि यसलाई चाहिँ ग्राइन्ड गरेर म अचार बनाउँछु। टिमुर हाल्ने कि नहाल्ने? टिमुरको छोप्न हालिकन त गुन्द्रुक स्वादै आउँदैन। गुन्द्रुकको अचार होइन, टमाटर सहितको। टमाटरको अचारको स्वादै आउँदैन। ओके, यस्तै आजको चाहिँ छिटो मिठो छरितो रेसिपी छ। ओके, थ्याङ्क यू। हजुर, आज कक्षाको छेउमा मेरो छुना मुनासँग खेलेर बस्यो हो क्या? या सेलकुम खुसी भइरहेछ आज। खाना दिया होइन र आज? हो, सरी, मैले आज खुवाउनै बिर्सिन्छु। मेरो बच्चा, मेरो पुन्तुर्यो, मेरो मुछो तिमीले खाना पाएन, त्यही भएर चाहिँ यसरी गरिरहेको। मलाई ऊ परेदेखि हेरेर खाना दिएन बाबाले आज। यो म त पनि दिन्न, म पनि दिन्न। ल ल ल ल ल ल खुसी छ खाना पाइरहेको छ। भेरी ह्याप्पी। अलिकति सानै बच्चादेखि नै गाएको, सानो थिएँ। अब धेरै खुसी हुन्छ। खेल्न पनि मन पराउँछन्। जीवै हो नि, जीवले जीवसँगै रमाउन चाहन्छ। पुग्यो है, अब पुग्यो। आजलाई पुग्यो छानालाई। अब बेलुका सैटरडे आज हाम्रो
छुट्टीको दिन घरमा रमाइलोसँग बस्ने, सरसफाइ गर्ने। घर एक किसिमको मन्दिर हो। यो मन्दिरलाई जति राम्रो बनायो त्यति आत्मा सन्तुष्ट हुन्छ गरिरहेको थियो। र यसरी घर हामीले कोठाहरू सफा गरिरहेको छौँ। सबै कोठाहरू आज डिप क्लिन गरियो। आज दिउँसोतिर स्नुपर पनि खेलिन्छ होला, रमाइलो गरिन्छ आजको दिन। रिमा आज पूजा गर्यो तिमीले? ओ पूजा गर्दै? वाह, दिस हाम्रो पूजा कोठा। रिमाले सधैँभरि पूजा गर्छिन्। यो कोठालाई हामीले पूजाको लागि समर्पित गरेको छौँ र यहाँ दैनिक पूजा हुन्छ। जय शङ्कर, रक्षा गर। यसरी मैले यहाँ केही महिना अगाडि केही तोरीको छरेको थिएँ र त्यो तोरी ठुलो भएर उमारेर त्यसलाई चाहिँ मैले गुन्द्रुक बनाएको थिएँ र जुन आज त्यो गुन्द्रुकको अचार खाने सोच गरेको छौँ। मेरो रिमाले आज गुन्द्रुक र टमाटरको अचार पनि बनाउँदैछु। रिमा, तिमी के अनि गुन्द्रुकको अचार बनाउने सोच गरेको? वाउ, हेर कस्तो भएछ गुन्द्रुक। वाउ, सिसीमा राखेको? ओके, अनि त्यसको लागि अर्को टमाटर। वाउ, नाइस। टमाटर फ्राई गर। ओके ओके, नाइस। गुन्द्रुक अचार र टमाटरलाई गुन्द्रुकसँग मिसाएर टिमुरो हालेर अचार बनाउने। एकचोटि गुन्द्रुक खोलो त कस्तो भएछ हेरौँ। कलर कस्तो देखिया छ। वाउ, नाइस कलर। के ल्यायो तिमीले? कागतीको चुक? वा, आमाले बनाएको जस्तै भएछ कि चुक। आज यसमा हाल्ने? तर चुक एकदमै राम्रो हुन्छ नि। अनि कागतीको चुक गुन्द्रुकमा राख्नुको लागि ठिकै छ। हामी फेरि पनि बनाउनु पर्छ, घरमै बनाएको हो।
अहिले के गर्दैछौ त तिमी? बटर चिकनलाई अब म मसला रेडी गर्दैछु। मसला रेडी गर्दै हो? ओके। के फ्राई अलि बढी बेर पकाउनु पर्छ होइन? एकदमै मजाले यसको तेल सुक्ने गरी ओके। फ्राई गर्ने अनि अनि पानी हाल्ने। यो चाहिँ बटर चिकन बनाउने तरिका। अनि मैले यसलाई केही नहालिकन त्यतिकै पकाउँछु अनि म पछि अदुवा लसुन हाल्छु। ओके। अब तिमी के गर्दैछौ त यसलाई? अदुवा लसुन हालेर मजाले पकाउनुपर्छ। अनि त्यस पछाडि दही हाल्नुपर्छ। दही पनि अहिले हालेर पकाइने। ओके। अदुवा लसुन एड गरेँ यसैमा। यसैमा एड गरिदियो? अब दही कति राख्नु त? दही पनि एड गरिहाल्छु। ओके। दही है आधा किलो दही ट्याक्कै लाग्छ। लास्टमा के गर्छौ तिमी? बटर हालिदिन्छौ? गुन्द्रुक पनि फ्राई गरिसकेँ। हो का? ओके। गुन्द्रुक पनि अलरेडी फ्राई। यो पछि अचारको लागि होइन? एकैचोटि दुईवटा काम गरेछ त तिमीले? यो भइसक्यो नि अन्त लेटसम्म सुत्यो। ओके। Dining area. Second runner-up Miss Teen 2010 Aditi Kharel. Please kind information. मेरो कफी बार पनि सफा गर्दैको रिमा आज? अनि यहाँ के गर्दैछौ त तिमी? हजुरको फेभरेट बार कफी बार? कफी बार। Okay. Okay. This is your favorite bar, no? This is my favorite place in the morning time. So, coffee bar. यहाँ चाहिँ म बसेर कफी बनाउँछु र कफीलाई कहिले डाइनिङमा बसेर कहिले ब्रेकफास्ट टेबलमा बसेर मसला वाउ मसला करिब करिब रेडी हुन थाल्यो।
कनि बेला बेलामा तेलहरू थप्दै गर्नुपर्छ यसमा बेला बेला तेल थप्नुपर्छ ओके अनि त कस्तो दामी लाग्छ चिकनको अचारलाई चिकन मटनको अचार बनाएकी छिन् र यसलाई बेला बेलामा तेलहरू एड गर्नुपर्छ यो चिकन यो मटन ओके अनि खर्की भित्र राखेँ मैले यसमा तेल थप्दिएँ मैले हालेँ म जुन देशमा भ्रमण गर्छु त्यो देशको एउटा चाहिँ सोभिनियर लिएर आफ्नो पछिसम्म यादको लागि चाहिँ यसरी राखिएको हुन्छ मेरो छोरी अदिति पनि आइपुगिन् अब केही समयपछि खाना खाइन्छ वेलकम टु अदिति वेलकम टु माई हाउस लुक एट मी त्यो विशाल इतिहासको बिचमा नारायण गोपालको किन भयो उहाँले एउटा कवि गाएको कविहरूको गीतलाई त्यो विषयमा अर्को एउटा अर्थमा चाहिँ गुणशाली कविता बुझ्ने एउटा पाठ गीतका के टमाटर अचार लगाइयो मैले यो पहिला पनि भनेको छु अहिले पनि भन्छु नेपाली आधुनिक सङ्गीतको विकासको दुईटा चरण छ एउटा बिफोर नारायण गोपाल त्यो गुन्द्रुक पनि हो उता भुटेर राखेको छ नि नारायण गोपालले बनाएर गएको सीमा टमाटर र गुन्द्रुक अचार बटर चिकन साथसाथै भाँडा पनि एकैचोटि सफा गर्दै जाँदा पछि खानाको स्वाद अझ मिठो हुन्छ अचारको गुन्द्रुकको लागि बनाउँदैछौ अनि फेरि टिमुर टिमुर one pinch टिमुर पछि अलिकति खुर्सानीको मेरो छोरीलाई फेरि खुर्सानीको धुलो साह्रै मनपर्छ खुर्सानी चाहिँ फेभरेट আমার छोरीको फेभरेट के भनेपछि खुर्सानी खुर्सानी करिब अब गुन्द्रुकको अचार पनि फाइनल्ली अमिलो पापाले चुक बनाएको छु कागतीको चुक गुन्द्रुकको अचारको लागि यम्मी राखिँदैछ कराईमा पकाएको चिकन
गुन्द्रुकको अचार टमाटरसँग बिछोरी फाइनल्ली आज स्याटरडे चिकन बटर चिकन बनाइयो गुन्द्रुकको अचार छोरी म र मेरो श्रीमती रिमा अब आजको छुट्टीको खाना खाइरहेको छौँ विश्वास छ यो भिडियो यहाँहरूले मन पराइदिनु हुनेछ भन्दै आजबाट बिदा माग्छु हस् त Namaste. थ्याङ्क यू सो मच सी यू नेक्स्ट टाइम बाई